नमस्कार सबैलाई। आज फेरि हामीले एउटा इन्ट्रेस्टिङ टपिक जस्तै नेप्सेमा हामीले कुनै पनि एउटा क्यान्डल फर्मेसन देख्छौँ, चाहे रातो होस् चाहे हरियो होस्, त्यो फर्मेसन कसरी भयो, त्यो फेक हो कि ट्रु हो कि, र त्यसले हामीलाई भविष्यमा के जनाउँछ, त्यो कुराको हामी आज अलिकति डिस्कस गर्न जाँदैछौँ, ताकि हामीलाई थाहा पनि हुन्छ अहिलेको यो नेप्सेको मुभ कसरी आइरहेको छ र यो बनेको क्यान्डल कसरी बनिरहेको छ भन्ने कुराको म एउटा टेक्निक दिन्छु है। जस्तै हेरौँ, मैले भन्न खोजेको चाहिँ तपाईँको जस्तै यो नेप्सेको यो हाम्रो यो रेड क्यान्डल जुन बनेर क्लोज भयो, अब यो क्यान्डल चाहिँ बन्यो। अब हेर्नुहोस् है, यहाँ कुरा के हुन्छ भने जस्तै यो क्यान्डल तपाईँको जस्तै यो विक भयो, यो हेर्दाखेरि रेड देखिए पनि यो के हो, अघिल्लो दिनको क्लोज भन्दा माथि क्लोज भएको छ, त्यही भएर यसलाई चाहिँ के मान्ने हो, बुलिस क्यान्डलै मान्ने हो है। बुझ्नुहोस् मैले के भने, अघिल्लो दिनको क्लोज भनेको रातो क्लोज कहाँ छ, तल छ। राम्रोसँग हेर्नुहोस्, यहाँ यो रातो क्लोज कहाँ छ, तल छ, अनि यो हिजो क्लोज चाहिँ कहाँ छ, माथि छ, त्यही भएर यो रातो देखिए पनि के भयो, हाम्रो बुलिस क्यान्डल भयो है। त्यही भएर सबै रातो बेरिस हुँदैन, सबै हरियो बुलिस हुँदैन, त्यो चाहिँ अघिल्लो दिनको क्लोज भन्दा तल छ कि माथि छ त्यो हेर्नुपर्छ हामीले। अब यो बुलिस क्यान्डल बन्यो, अब यो बुलिस क्यान्डल बनिराख्दाखेरि तपाईँको यो कतिको भ्यालिड हो त, अनि यसले के जनाइराखेको छ त, किन भन्दाखेरि ओभरअल हेर्ने हो भने हाम्रो यो अर्डर ब्लकमा आएर बनिरहेको छ। र हेर्नुहोस् त, यहाँ दुईवटा क्यान्डल, यो हरियोको राम्रोसँग हेर्नुहोस्, यहाँ यो जुन दुईवटा क्यान्डल छ है, यो दुईवटा क्यान्डल माथि जानलाई जति स्ट्रगल गर्यो या स्ट्रगल गरेन होइन, किनभने दुईवटा क्यान्डल त सर्ट गइहाल्यो। त्यसपछि यो जुन रातो तल आउनलाई स्ट्रगल गरेको छ, यहाँबाट हेर्नुहोस् त, यहाँदेखि यहाँसम्म यो दुईवटा हरियो क्यान्डलको बिचमा कतिवटा क्यान्डल स्ट्रगल गरिरहेको छ, राम्रोसँग हेर्नुहोस् है। यहाँ हाम्रो जुन एउटा फेयर भ्यालु ग्याप पनि छ है, यो फेयर भ्यालु ग्याप अथवा यो दुईवटा हरियो क्यान्डलको यो लोदेखि यो हाईसम्म यहाँ कति स्ट्रगल भइरहेको छ भनेपछि यो तल आउनलाई के स्ट्रगल गरेको हो त, र यो माथि जाने सङ्केत के छ त। अब यहाँ बायसहरूको कुराहरू छँदैछ, मैले भनिरहेको छु। आज यो मैले भिडियो बनाइराख्दाखेरि इरान र अमेरिकाको मिटिङ हुँदैछ पाकिस्तान है, त्यो मिटिङ खलबलियो र फेरि तेल बढ्यो भने त सिम्पल, नेप्से बढ्न सक्दैन, जति बढ्ने हो त्यति बढ्न सक्दैन, सिम्पल। तर त्यो मिटिङले पनि धेरै ठुलो रोल खेल्छ नेपालको लागि, किन भन्दाखेरि त्यो मिटिङले हाम्रो यता तेलमा असर, ग्यासमा असर गर्छ नि त है। त्यो कुरा चाहिँ ख्याल गर्नु। अनि सामानमा होइन किन्ने यो डेली, किन भन्दा ट्रान्सपोर्टेसन खर्चदेखि लिएर सबै कुराहरू हाई भएपछि हजुरले किन्ने सामानहरू महँगो भयो है, त्यो इन्फ्लेसनले गर्दाखेरि नेप्सेलाई बढ्न अलिकति गाह्रो हुन सक्छ, त्यो बायसले गर्दाखेरि। त्यो बायसलाई अहिलेलाई के राखौँ, साइडमा राखौँ है। अहिले नेप्से टेक्निकल मात्रै हेरौँ अहिलेको लागि, किन भन्दाखेरि आजको मेरो विषय मेनली भनेको यो तपाईँको रिलायबल अथवा ट्रु अर फेक क्यान्डल कसरी पत्ता लगाउने, नेप्सेको यो ट्रु क्यान्डल हो कि फेक क्यान्डल हो, यो बुलिस क्यान्डल ट्रु हो कि फेक हो, यो कसरी पत्ता लगाउने। अब फेरि ट्रु बुलिस भन्दैमा अब मार्केट तपाईँको यहाँबाट सिधै माथि जाने भनेको चाहिँ होइन, तर के हो भन्दाखेरि यहाँ यो यो जुन जुन बुलिस क्यान्डल छ तल आइरहेको मार्केट हेर्नु है, जस्तै योभन्दा तल आइरहेको थियो, इनर बुलिस क्यान्डल छ जुन यो हरियो देखिएको छ, यो बुलिस क्यान्डल हाम्रो ट्रु थियो र रातो फेक हुँदै आएको थियो भने मार्केट माथि जाने चान्स हाई हुन्थ्यो। यसरी पत्ता लगाउन पनि सकिन्छ है। अब यो अब अहिले नेप्सेको लागि चाहिँ यो पुरै डेटा चाहिँ हामीले हेर्न मिल्दैन, त्यही भएर मैले हजुरलाई यो लेटेस्ट क्यान्डलबाट देखाउने हो, र हजुर चाहिँ हरेक दिन ट्र्याक गर्ने हो कि तल आउँदाको रातो क्यान्डल र त्यही तलै आउँदाको बुलिस क्यान्डल है, अथवा माथि जाँदाको बुलिस क्यान्डल र माथि जाँदाको रातो क्यान्डल कसरी गइरहेको छ। यो अहिले मैले अलिकति क्लियर गरिदिनु, हजुरलाई क्लियर हुन्छ। ल हेरौँ यहाँ है, तपाईँको मैले के भने क्यान्डल तपाईँको बुलिस छ। अब यो बुलिस कसरी आयो त, कन्डिसनहरू हेर्नुहोस्, जस्तै लास्टको मिनेटमा बढाइदिन पनि सक्छन्, त्यो भयो भने त्यसलाई खासै हामीले नेप्सेको लागि राम्रो भएन, किन भन्दाखेरि त्यो ओभरअलै के भयो, सेन्टिमेन्ट त होल डेको बुलिस हुनु पर्यो। त्यो लास्टको 1 मिनट 2 मिनट 5 मिनटमा त्यो प्यानिकमा आएर अथवा बुलिस देखाउनको लागि बुलिस बनाएर काम छैन। र अर्को कुरा तपाईँको आइपिओको स्टकहरूले बुलिस बनाइदिएको हुनसक्छ, फेरि त्यो पनि काम छैन, किन आइपिओको स्टकले बुलिस बनाएर के गर्ने, आइपिओको स्टक मात्र माथि कहाँ हुन्छ। अब हामीले किनेको त्यो प्याटर्न वाइजको स्टकहरू त बढ्न सक्दैन फेरि है। अब अर्को फेरि के हुन्छ, त्यही म्यानिपुलेटेड स्टक्सहरू मात्रै हैन, जो म्यानिपुलेटेड स्टक छ, यी लो क्यापका अथवा तपाईँको म्यानिपुलेटेड भनौँ, म्यानिपुलेटेड स्टकहरूबाट
मात्रै मुभमेन्ट आएको हुनसक्छ र जुन चाहिँ अनम्यानुपुलेटेड छ, जुन चाहिँ अलिकति तपाईँको नेप्सेलाई यो नेप्से बढ्न र घट्नमा ट्रुली कन्ट्रिब्युट गर्ने खालका स्टक छन्, त्यस्ता स्टक चाहिँ नबढ्ने, म्यानुपुलेट गरेर चाहिँ त्यस्तै स्टकहरूलाई म्यानुपुलेट गरेर नेप्से बढाएर देखाएको मात्रै पनि हुनसक्छ। अब यस्ता कुराहरू कसरी थाहा पाउनु त? राम्रोसँग बुझ्नुहोस् है, मैले के भनिरहेको छु, इम्पोर्टेन्ट कुरा भनिरहेको छु मैले। हेर्नुहोस् है, जस्तै यही आइपिओको स्टक्सहरू, म्यानुपुलेटेड स्टक्सहरू होइन, तपाईँको लास्ट मिनटमा अथवा लास्टको 5 मिनटमा बढाएको त्यो बढाउनलाई युज गरेको स्टक्सहरू, त्यस्तोबाट बनेको बुलिस क्यान्डल त के हुन्छ तपाईँको भ्यालिड हुँदैन है। राम्रोसँग बुझ्नुहोस् है, तल आइराख्दाखेरि तपाईँको एक्जाम्पलमा यो रातो क्यान्डलमा के छ भन्दाखेरि तपाईँको त्यही म्यानुपुलेटेड स्टक्सहरूले तल लिएर आएको थियो, राम्रोसँग हेर्नुहोस् है, अथवा लास्टको मिनटमा तल लिएर आएको थियो है भने यो रातो क्यान्डल के भयो? फेक भयो। त्यही भएर हाम्रो के हुन्छ, अब माथि जाने चान्स हाई हुन्छ। अनि माथि गएको हरियो क्यान्डलहरू चाहिँ के छ तपाईँको, मैले भने नि ओभरअल त्यो डे त्यो ओभरअल सेन्टिमेन्टै बुलिस भएर गएको। त्यो कसरी थाहा हुन्छ भन्दा यो चारवटा कुरा भएन भने त्यो ओभरअलै सेन्टिमेन्ट बुलिस भएर गएको हो कि। त्यो चारवटा कुरा भनेको यो लास्ट 1 मिनटमा नबढाएको हो भने र लो क्याप अथवा यस्तो म्यानुपुलेटेड स्टक्सहरूले नबढाएको हो भने है, यस्ता कुराहरू यो मैले अघि भनिसकेँ। भनेपछि अलिकति राम्रोसँग हेरौँ है, यसलाई यो विषयमा फेरि हामी आउँला। भनेपछि यो बुलिस क्यान्डल त बन्यो, अब यो कसरी बन्दैछ यो चाहिँ हामीले अगाडिबाट हेर्दै आउनुपर्छ। एउटा क्यान्डलले चाहिँ होल सिनारियो डिटरमाइन हुँदैन, हामीले अगाडिबाट हेर्दै आउनुपर्छ। आजको लागि मैले यसलाई हेर्छु है। यो हेर्नको लागि हामीले के हेर्न पर्यो त्योभन्दा अगाडि म यहाँ पोइन्ट लेख्दिँदै गर्छु, किन भन्दाखेरि मैले भर्खरै तपाईँहरूलाई भनेको कुरा बिर्सिन सक्छ। फेक र रियल क्यान्डल्सहरू थाहा पाउने तरिका है। यसको लागि हामीले केमा कसियस हुनु पर्यो, त्यसलाई म इङ्ग्लिसमा लेखौँ है। लास्ट मिनटमा बढाएको है, यस्तो हुनु भएन। अर्को तपाईँको आइपिओ स्टक्सहरूले बढेको यस्तो हुनु भएन। अर्को तपाईँको लो क्याप अथवा म्यानुपुलेटेड स्टक्सहरूले बढेको। राम्रोसँग हेर्नुहोस् है, मैले के लेखेको छु भनेपछि लास्ट मिनटमा बढाएको आइपिओ स्टक्सहरूले बढेको, लो क्याप अथवा म्यानुपुलेटेड स्टक्सहरूले बढेको। यो भयो भने हाम्रो के हुन्छ? फेक हुन्छ। यो बाहेक तपाईँको ओभरअल सेन्टिमेन्ट नै बुलिस हो भने यो चाहिँ बल्ल के हुन्छ? ट्रु हुन्छ। अब ओभरअल सेन्टिमेन्ट नै बुलिस भने थाहा पाउने कसरी? यो तीनटा भएन छ भने है। अब यो तीनटा भएको नभएको थाहा पाउने कसरी? राम्रोसँग हेर्नुहोस् है, यो तीनटा पोइन्ट मैले लेखेको छु, चारवटा भनेको तीनटा रहेछ। लास्ट मिनटमा बढेको आइपिओ स्टक्सहरूले बढेको र लो क्याप अथवा म्यानुपुलेटेड स्टकहरूले बढेको है। अब यो थाहा पाउने कसरी? यहाँ हेर्नुहोस् अब जस्ट कुरामा हो है, नेप्सेमा बुलिस क्यान्डल बन्यो। अब यसको लागि हामी के गर्छौँ? सिम्पल, पहिला मैले रेडी बनाएर राखेको छु होला। ओके, हामी आयौँ यो नेपाल स्टक्स हेर्नुहोस् है, यो नेपाल स्टक एक्सचेन्ज, यो जुन अफिसियल तपाईँको वेबसाइट भयो है। यसमा हामी आएर के गर्छौँ भने तपाईँको हेर्नुहोस् यहाँ टर्नओभर, यो हामीले कुरा गरिराख्ने स्टक भयो। त टर्नओभर मात्रै हेरेर चाहिँ हुँदैन है, राम्रोसँग बुझ्नुहोस्। किनभने महँगो स्टक थोरै किताबमा कारोबार भयो भने टर्नओभरमा पर्न सक्छ फेरि है। अनि सस्तो स्टक्स धेरै कारोबार भएर पनि फेरि टप टर्नओभर नपर्न पनि सक्छ फेरि है। त्यही भएर के गर्नु पर्यो? टप टर्नओभर र टप भोल्युम, राम्रोसँग बुझ्नुहोस् है, मैले लेखेको छु टप टर्नओभर र टप भोल्युम दुईटालाई चाहिँ हामीले म्याच गरौँ है। अहिलेको लागि मैले 10वटा मात्रै म्याच गर्छु, यसलाई हुन त 10भन्दा बढी म्याच गर्नु त पर्दैन, तर मैले 10वटा मात्रै म्याच गरेर देखाउँछु। हेर्नुहोस् है, जस्तै टप टर्नओभरमा रिदी छ, यो भोल्युममा छ कि छैन? ओके, रिदी भोल्युममा 3rd नम्बरमा छ। अनि आरएसएमएल छ, आरएसएमएल छ कि छैन हेरौँ होइन। 10वटा यतिमा हेरौँ, आरएसएमएल हाम्रो छैन, हेरौँ है, आरएसएमएल छैन यतिमा। भनिसकेपछि एउटा रिदी भयो, यो लेख्दै पनि जाउँ है, यो अहिले फेरि बिर्सिन्छ यहाँ। एकदम इम्पोर्टेन्ट है, एकदम इम्पोर्टेन्ट कुरा गर्दैछु मैले यहाँ। एउटा हामीले लेख्यौँ रिदी, जसको हाई टर्नओभर पनि छ, भोल्युम पनि छ। टर्नओभर हुँदैन भोल्युममा पर्छ भन्ने हुँदैन, भोल्युम पर्दैमा टर्नओभर पर्छ भन्ने हुँदैन। त्यही भएर यो म्याचिङवाला खोज्नु पऱ्यो हामीले है। एउटा रिदी भयो,
त्यो दिन नेप्सी हल्लाको स्टक्सहरू फेरि है राम्रोसँग बुझ्नुहोस् यहाँ भनेपछि टप भोल्युममै हामी हेर्दैछौँ। अब एनएचपिसी छ कि छैन? एनएचपिसी छ है। अब दुईवटा एकैचोटि लेखौँ। एनएचपिसी यो पिआरएसएफ भनेको हाम्रो आइपिओ स्टक भयो। पिआरएसएफ ल पिआरएसएफ छैन है भनेपछि टप भोल्युम ल हेर्नुहोस् टप भोल्युममा हाम्रो अब अर्को एनएचपिसी पिआरएसएफ टप भोल्युममा छ। रिदी एकेजेसिएल अब एकेजेसिएल हेरौँ यो आफैले म्याच गर्नुहोस् है। यो एकेजेसिएल छ टप टाउनमा पनि छ भोल्युममा छ है एकेजेसिएल र एनएचपिसी। यो हजुर सँगसँगै हेरेर चाहिँ मैले यो उ गरेको छैन। एकेजेसिएल एनएचपिसी है यसरी तपाईँले 10 वटा चाहिँ छुट्याउन पर्ने हुन्छ। अब अहिले चाहिँ मैले सिम्पल उनी राखेको छु। जस्तै टप टर्नओभरमा ल हेर्नु कोरबिएल परेको छ है। अब टप टर्नओभरमा कोरबिएल पर्यो। टप भोल्युममा छ कि छैन? यो 10 भित्र छैन नि त भनेपछि 1 2 3 4 5 6 7 8 9 10 ठ्याक्क 10 भित्र त परेन नि त भनेपछि अब हजुरलाई के लाग्छ? ओहो कोरबिएल त खतरा टर्नओभर आएको रहेछ भनेपछि यसले त नेप्सीमा आज खत्रै कन्ट्रिब्युट गरेको रहेछ भन्ने कुरा चाहिँ होइन कि टप भोल्युममा परेन नि त है। त्यही भएर टप टर्नओभर टप भोल्युम दुइटै म्याच हुनु पर्यो नेप्सी कन्ट्रिब्युट गरेको हुनलाई है। अब अरू हेर्दै जाउँ। अझ म चाहिँ 5 वटा मात्रै लेख्छु अझ 10 वटा हुन्छ है। यो शिवम एनआरआइसी एचएफआइएम यिनीहरू भयो है। टप भोल्युममा एसडिएसपिसी एपिआई केबिएल एनजिपिएल एचआइडिसिएल एचडिएसपिसी। ओके एचडिएसपिसी हाम्रो थियो कि यहाँ हेरौँ है एकैछिन। एनआरआइसी एनएचपिसी रहेछ एचडिएसपिसी चाहिँ छ जस्तो लागेन है। अब यसरी चाहिँ हल्ले यो टपमा छैन भने अब अर्को टप 20 को लिएर हेर्नु होला। तर यहाँ हेर्दा चाहिँ ख्याल गर्नु होला है। तपाईँको यो हाम्रो टप टर्नओभर चाहिँ 10 मा छ होइन। टप टर्नओभर चाहिँ 10 मा छ। फेरि टप भोल्युम चाहिँ 10 मा छैन भने त्यो स्टक नराख्नु। अब जस्तै टप टर्नओभर टप 10 मा छ होइन। टप 10 स्टक छ अनि टप भोल्युमको चाहिँ टप 20 11 देखि 20 राम्रोसँग बुझ्नु पर्यो के भने टप टर्नओभरको चाहिँ 1 देखि 10 भित्र छ तर टप भोल्युमको चाहिँ 11 देखि 20 भित्र छ भने त्यो चाहिँ हुँदैन फेरि है। त्यो कुरा चाहिँ ख्याल गर्नु। टप टर्नओभर 1 देखि 10 सम्म छ भने टप भोल्युम पनि 1 देखि 10 सम्मै परेको हुनु पर्यो। अलिकति एक्ज्याक्ट फिक्स भएर माइन्डसेटमा हुनुहोस् है। यो भनेपछि त्यसरी हेर्दाखेरि हामीले अहिलेसम्म कति भेट्यौँ? एनएचपिसी रिदी होइन एकेजेसिएल अरू चाहिँ मैले यहाँ अब हजुरसँगसँगै हेर्दाखेरि मैले अलि भेट्न सकिनँ। कोरबिएल एनआरआइसी अरू चाहिँ यहाँ खासै छैन है। त्यसपछि अब हामीले के गर्न सक्छौँ भने यसमा भेटेन भने अब टप 20 त्यसरी हेर्ने है। अब जस्तै मैले के गरेँ 2 नम्बरमा गएँ नि। 2 नम्बर जाँदाखेरि चाहिँ तपाईँको के भयो? जस्तै त्यो 10 वटा टप 10 सकेर अब 11 12 13 14 15 16 सुरु भयो होइन। टप 11 टु टप 20 टर्नओभरको हेर्दैछौँ भने भोल्युमको पनि टप 11 टु टप 20 हेर्नुहोस् म्याच गर्नु पर्यो है। यसरी चाहिँ तपाईँले स्टकहरू झिक्नु पर्ने हुन्छ है त। ल हेर्नुहोस् अब फेरि त्यो धेरै फेरि टप 30 40 पुग्नु परेन। टप 20 सम्म जतिवटा छ त्यति नै भयो हुन्छ है। 10 वटा नै पुऱ्याउनु पर्छ भन्छ होइन। टप 20 जस्तै 1 देखि 10 टर्नओभर भोल्युम 1 देखि 10 छ भने 1 देखि 10 हेर्न पर्यो। अनि 11 देखि किन भन्दाखेरि यो टप हामीले पत्ता लगाउनलाई 11 देखि 20 हेर्दै हुनुहुन्छ भने भोल्युमको नि 11 देखि 20 हेर्न पर्यो। र यो दुईटामा जतिवटा स्टक निक्ल्यो अब अहिले हामीले कतिवटा निक्ल्यो? 3टा निक्ल्यो है। अहिलेको लागि कतिवटा निक्ल्यो? 3टा निक्ल्यो नि टप 1 टु 10। अब 11 देखि 20 मा हाम्रो मानम 2टा निक्लिन्छ ल एक्जाम्पललाई है। भनेपछि टोटल कतिवटा भयो? 5 वटा भयो। यो 5 वटामा मेन हाम्रो कन्ट्रिब्युटर को भयो? यो 3टा भयो। र सेकेन्ड मेन चाहिँ कुन भयो? यो 2टा भयो है। अलिकति क्लियर कट भएर हेर्नुहोस्। भनेपछि हामीले मेन फोकस चाहिँ के गर्नु पर्यो यसलाई? अब यो हुन त यो टप 20 सम्म हेर्दा चाहिँ हुन्छ। अहिले चाहिँ यो 3टाले होला धेरै कुरा भन्छ है। रिदी एकेजेसिएल एनएचपिसी आइपिओ स्टक हो कि होइन होइन। तपाईँको म्यानुपुलेटेड स्टक हो कि होइन है। तपाईँको यो लास्ट मिनटमा बढाउने खालको यिनीहरूको चार्टमा देखिएको छ। जस्तै रिदी हेऱ्यो दिनभरि घटेको छ लास्ट मिनटमा बढाएको छ त्यो ठिक छैन। त्यसरी आएको नेप्सीमा भोल्युम हो भने त्यो ठिक छैन। राम्रोसँग बुझ्नुहोस् मैले के भन्छ 3टा कुरा है। लास्ट 1 मिनटमा बढाएको हो कि होइन रिदी अथवा दिनभरि बुलिस सेन्टिमेन्ट थियो के थियो हेर्नुहोस्। एकेजेसिएल लास्ट मिनटमा बढाएको हो कि होइन? एनएचपिसी लास्ट मिनटमा बढाएको हो कि होइन? 1 नम्बरमा होइन। अनि अर्को चाहिँ हाम्रो आइपिओ हो कि होइन? अब आइपिओ भएर के काम? आइपिओ यिनीहरू आइपिओ थियो र यसले कन्ट्रिब्युट नेप्सीलाई गरेको थियो नि त केही पनि काम भएन। आइपिओ बटर हो कि होइन है। अब अर्को चाहिँ तपाईँको म्यानुपुलेटेड स्टक भएर दिनभरि माथि राख्ने म्यानुपुलेटेड स्टक्सहरू है त। त्यो 2-3 जनाले खेलाउन मिल्ने स्टक्सहरू त्यस्तो खालको स्टक्सहरू हो कि होइन?
तीनटा कुरा, आइपिओ, म्यानिपुलेटेड स्टक र तपाईँको लास्टको मिनेटमा बढाएको, त्यो हो कि होइन चेक गर्नुहोस् है। त्यसको लागि हामी आउँ, राम्रोसँग बुझ्नुहोस् है, एकदम क्लियर कुराले बुझ्नुहोस्। त्यो मोस्ट इम्पोर्टेन्ट कुरा गर्दैछु मैले। ल अब एक्जाम्पललाई हामी रिदी नै जाउँ है। रिदी देखियो, रिदी नै जाउँ होइन। भनेपछि के छ, रातो देखियो नि क्यान्डल त बुलिसै छ हेर्नुहोस् है, किन भन्दाखेरि अघिल्लो दिनको क्लोजभन्दा माथि छ। अब यो चाहिँ हाम्रो के हो त, यो लास्ट मिनटमा बुलिस लिएर आएको हो कि कस्तो थियो यसको सेन्टिमेन्ट, म 1 मिनटमा गर्छु है। जस्ट साइकोलोजी मात्रै हेर्नु, फेरि तपाईँहरू चाहिँ फेरि अब 1 मिनटको गएर सपोर्ट रेजिस्टेन्स बनाएर ल नारायण सलले 1 मिनट हेर्न थाल्नुभयो, अब हामी पनि 1 मिनटमा हेरौँ ल भनेर अनि भोलिबाट फेरि एउटा हरियो क्यान्डल 1 मिनट देखेर हामी फाल्नु होला फेरि, त्यो हेर्न खोजेको होइन। नेप्सेको त्यो बुलिस क्यान्डलको भ्यालु वेटेज कति छ भनेर हेर्न खोजेको हामीलाई है। ल हेरौँ, भनिसकेपछि तपाईँको हाम्रो मार्केट खुलेको यहाँ भयो होइन, कहाँ कतातिर भयो, 24 भनेपछि 23 यो भयो, 24 यो भयो। ओके, ल यहाँ मार्केट खुलेको यहाँ थियो, लगभग ठिकै छ, लास्ट मिनटमा बढाएको होइन है। तपाईँको ओपन चाहिँ माथि भएको थियो अनि 1 2 3 मिनटमा सट्टै तल आयो अनि माथि नै राखेको रहेछ होइन। भनेपछि यो के अरे यो चाहिँ के भयो, हाम्रो अर्थपूर्ण छ। कुनै चाहिँ के हुन्छ भने तल आउँछ नि 2 मिनटमा बढाएर यहाँ पुऱ्याइदिन्छन् कि है, त्यस्तो चाहिँ हुँदैन है फेरि है। यसको चाहिँ यो रिदी ठिकै छ। ल अब अर्को हेरौँ, अर्को कुन थियो हाम्रो, अब यो अब हजुरले पत्ता लगाउनु पर्छ। जस्तै यो रिदी चाहिँ लो क्याप हो कि होइन फेरि है, लो क्याप खालका यो होइन, यहाँ लेखा छ यम क्याप लेखा छ नि, मैले यहाँ गएर हेरेको है। यो यम क्याप भने मिडल क्याप भयो होइन, मिड क्याप, त एच क्याप भने हाई क्याप भयो, यल क्याप भने लो क्याप भयो, यम क्याप भने मिड क्याप भयो। मिड क्यापसम्म ठिकै छ है। भनेपछि रिदी मिड क्याप भयो, खासै म्यानिपुलेटेड स्टक पनि होइन र लास्ट मिनटमा बढाएको पनि होइन, देखियो नि त, ठिक छ है। अब अर्को पनि हेरौँ, एनएचपिसी राम्रोसँग है, राम्रोसँग अलिकति कमाउन मात्रै हतार हुन्छ है। अब यस्तो हेर्न, जस्तै यहाँ हेर्नुहोस् है, अब यो लास्ट मिनटमा बढाएको छ होइन। अब यो हेरौँ, यो लास्ट मिनटमा बढे पनि त ठिकै छ होइन। सुरुको ओपन यहाँ भयो, अलिक तल लिएर आयो होइन, तपाईँको होइन 24 को हाम्रो यहाँ रहेछ, सरी है 24 को हाम्रो यहाँ रहेछ ओपन भएको, ओपन तल भयो अनि माथि राखेको रहेछ होइन। एनएचपिसी कस्तो हो त यो हाम्रो, यो पनि यम क्याप होइन, यो पनि के भयो मिड क्याप रहेछ। भनेपछि यो पनि तपाईँको म्यानिपुलेटेड दुईजनाले होल्ड गरेर राखेको चाहिँ होइन भन्ने बुझिन्छ है। भनेपछि के भयो, टप टर्नओभरमा पनि थियो, टप भोल्युममा पनि थियो, लास्ट 1 मिनटमा बढाएको पनि होइन रहेछ, लास्ट 1 देखि 5 मिनटमा बढाएको होइन रहेछ, दिनभरि बुलिस सेन्टिमेन्टमै राखेको रहेछ यो स्टक है। त्यो लो क्यापहरू पनि रहन्छ, एटलिस्ट मिड क्यापहरू रहेछ, अनि आइपिओ स्टक पनि होइन यो, भनेपछि ठिक छ है। भनेपछि अब तपाईँको नेप्सेको मुभमेन्ट के रहेछ त हाम्रो, अब अझै एउटा बाँकी छ के अरे, त्यो एउटा पनि हेरिदिउँ है, के थियो रिदी एकेजेसिएल रहेछ होइन। एकेजेसिएल पनि एउटा लास्ट हेरिदिउँ होइन, एकेजेसिएल ल हेरौँ है त। अब एकेजेसिएलको के हो, अब हाम्रो हेरौँ एकेजेसिएलको ल है। यसको पहिला म हजुरलाई देखाइदिन्छु, यो पनि हाम्रो के भयो एकेजेसिएल, त्यहाँ जुन हेरे पनि एम क्यापै आएको छ त, चेक गर्नु है त के हो भन्ने कुरा है। त्यो किन यो लोड नभएर मिस्टेक भएको नि हुनसक्छ, यो कुरा चाहिँ त्यो चाहिँ अब आफैले पत्ता लगाउनु पऱ्यो है। अहिले मैले जस्ट एउटा कन्सेप्ट मात्रै देखाइदिएको, यहाँ मैले जे देखाएँ सबै कुरा फेरि किन अघि पनि 779 थियो एउटा कुन स्टकमा, अहिले 779 छ है, त्यो किन हो भन्ने कुरा चाहिँ एकचोटि आफै ट्राई गर्नु होला है। तपाईँको यो हाम्रो भनेपछि के भयो, ओपन माथि भयो र तल 3-4 मिनट 5-6 मिनट तल लिएर आएर दिनभरि माथि राखे, लास्ट मिनटमा बढाएको रहन्छ। भनेपछि आइपिओ स्टक पनि होइन होइन, लास्ट मिनटमा तपाईँको बढाएर राखेको रहेछ है। यो हाम्रो आइपिओ स्टक चाहिँ होइन है। यो एकेजेसिएल एकचोटि हेरौँ कति छ डेटा। अब आइपिओ स्टक्सहरू भनेको के भन्दाखेरि भर्खर खुलेर तपाईँको प्याटर्न नबनिकन माथि गएका स्टक्सहरू है। कतिकोलाई आइपिओ भन्ने, जस्तै 1 वर्षभित्र खोलेकोलाई आइपिओ भन्ने कि कतिकोलाई भन्दाखेरि त्यस्तो 1 वर्ष टाइम हेर्न पर्दैन, सिम्पल क्यान्डल हेर्ने होइन। तपाईँको डेली क्यान्डल हेर्दै जस्तै अब यहाँ अब यो खालको मुभमेन्ट क्या, तपाईँको सुरुको कहाँ हुन्छ, आइपिओ आउँदाखेरि त आइपिओ आउँदाखेरि घटेको रहेछ, अब कुनै आइपिओ आउँदाखेरि बढिरहेको हुन्छ नि त, यस्तो चाहिँ नेप्सेलाई बढाइरहेको हुन्छ कि अथवा सेक्टरलाई बढाइरहेको हुन्छ, त्यस्तो काम छैन किन हामी त्यो लिँदैनौँ है। त्यसै चाहिँ पत्ता लगाउने, यो चाहिँ के भयो, यहाँ प्याटर्नहरू मजाले बनेको छ, तलमाथि गरेरै माथि गएको हो। भनेपछि यसको मतलब यो स्टक चाहिँ खतरा भनेको होइन, फेरि त्यो चाहिँ फेरि भ्रम नपर्नु। फेरि अब जस्तै मैले एकेजेसिएल एनएचपिसी अनि रिदी निकालेँ, यसको मतलब यो स्टकहरू खतरा हो ल भोलि हामी फाल्ने भनेको चाहिँ होइन। यसले जस्ट एउटा नेप्सेको मुभमेन्ट चाहिँ कतिको रिलायबल छ, त्यो फेक हो कि होइन। कहिले के हुन्छ हत्त बढ्छ नि नेप्से होइन, जतिले घट्यो त्यतिले बढाइ हुन्छ, फेरि जतिले बढ्यो त्यतिले घट्या हुन्छ नि त,
टुप्पो र बटममा काम लाग्छ। राम्रोसँग बुझ्नुहोस् है, टुप्पो र बटम हेर्नको लागि काम लाग्छ। जस्तै बटममा हत्तै घटेको हुन्छ तर लो क्याप स्टकहरूले अथवा लास्ट मिनटमा होइन लो क्याप टर्नओभर बिना घटेको क्यान्डलहरू, किन लो क्याप स्टक खास टर्नओभर आउँदैन नि त होइन। अनि यो लास्ट मिनटमा अथवा म्यानिपुलेटेड स्टक्सहरूले घटाएको छ भने त्यो तलको मुभमेन्ट फेक भयो, अब बिस्तारै माथि जानेवाला छ है। यसो अलिकति टेक्निक बुझ्नु पऱ्यो क्या। मार्केटमा लागिसकेपछि तपाईँको अलिकति आउट अफ द बक्स सोच्ने हुनु पऱ्यो है। त्यो चार्टमै मात्र घोट्यो त त्यो त्यसरी केही हुनेवाला छैन। त्यसरी हुने भए आजसम्म त्यही मैले भनेँ तपाईँको चार्ट हेरेको मात्रै, चार्ट कति घन्टा हेर्नु भनेर स्यालेरी दिने हो भने हजुर त टपमा पर्नुहुन्थ्यो है। हामी जस्तो चाहिँ फेरि लास्टमा परिन्थ्यो। चार्टै हेर्दैनौँ हामी, काम परे मात्रै हेर्छौँ है। भनेपछि विडम्बना त्यही हो। जसले त्यो चार्टमा आँखा गाडेर बस्छ त्यसले जिन्दगी केही गरेर खाएको छैन, केही गरेर खान सक्दैन। जसले कामले मात्रै चार्ट हेर्छ उसले त गरेर राखेकै छ, किन कामले हेर्नलाई थाहा नि त चार्टमा के हेर्छु भन्ने है। त बिना कामले हेर्ने भनेको टाइम पास। त्यो भागवती इनर्जी पनि त्यही हरियो रातोले खाइदियो दिमागको। अनि सोध्ने कहाँबाट त? सोध्ने क्यापासिटी छैन, जिरो, सक्यो, कमजोर, यत्तिकै खत्तम होइन। अनि टिकटक स्क्रोल गऱ्यो अनि अरूले भनेको भिडियोहरू युट्युबमा स्क्रोल गऱ्यो अनि यसो एउटाको भ्यालिडेसन खोजेको यो वाइ या त्यो रिटेलरको माइन्डसेट हेर्नुहोस् कता। अब अरूको भ्यालिडेसन खोजेर बसिरहेको हुन्छ आफूले किनेको स्टकमा। अब मैले भ्यालिडेट गरेर त्यो स्टकै खतरा भयो, त्यो देउता भयो त। अब हेर्नु त पारा कस्तो छ, कतिसम्म तुच्छ माइन्डसेट हुन्छ हेर्नुहोस् त। अनि यस्तालाई फेरि कति छिटो कमाउनु पर्छ हेर्नु त। बेजत मार्केटको बिचरा त्यस्तै मान्छेले त मार्केटको बेजत गर्नु त। अनि त्यही भएर मार्केटको बेजत जसरी गर्न खोज्छ त्यो मार्केटले फेरि उसरी बेजत गरेर पोर्टफोलियोमा देखाइदिएछ फेरि है। त्यही भएर अलिकति दिमाग लगाउनलाई हो, दिमाग नलाउनलाई होइन कि। सिम्पल। त्यो रातो र हरियो हेर्नलाई मार्केटै होइन है। यसरी चाहिँ हामीले के गर्न सक्छौँ। अब यति हेरिसकेपछि हाम्रो के भयो, नेप्से बायस पनि अब यो बायस चाहिँ त्यसले भन्छ। अब यो बायस होइन, आजको मिटिङ छ। नभए ओभरअल त नेप्से राम्रै ठाउँमा छ है। किन भन्दाखेरि अब सिजनल पनि तपाईँको सिजनल हेर्ने हो भने पनि भन्नु चाहिँ चार्टै लगाउँ एकछिन। सिजनल त हेर्ने हो भने पनि अब सिजन आउँदै नै छ र सबै कुरा राम्रो हुँदै नै छ है। ओभरअल हेर्ने हो भने र यो चाहिँ मैले टोटल्ली एकुमुलेसन तरिकाले हेरेको छु मैले चाहिँ। राम्रोसँग हेर्नुहोस् है। यो भनेको एकुमुलेसन, किन भन्दाखेरि तल आउने स्ट्रगल गरेकै छ। यो स्ट्रगल चाहिँ फेक हो कि रियल हो भन्ने तरिका पनि मैले तपाईँलाई कसरी हेर्ने भनेर देखाइदिइहालेँ। हरेक दिनको टिप्नु पर्यो, हरेक दिनको है। अनि थाहा हुन्छ नि त, प्याटर्न थाहा हुन्छ क्या हजुरहरूलाई। जस्तै यहाँबाट मुभ आइरहेको छ नि होइन, यत्रो बनाएको यो क्यान्डल बनाएको छ नि त। अब के भयो, माथिबाट आउँदाखेरि त ठुल्ठुलै हाइक्याप स्टकहरूले यो डिस्काउन्टले बेचेर तलाइरहेको थियो। अझ तल आउनु थाल्यो तब लास्ट मिनटमा घट्ने या अब हाइक्याप स्टक्सहरूले कन्ट्रिब्युट नगरिकन लो क्याप स्टक्सहरू या लास्टको 1 मिनटमा घट्ने होइन, त्यस्तो खालको सिनारीहरू आउनु थाल्यो तल आउँदाखेरि भने अब चाहिँ मार्केट माथि जानेवाला छ। अब माथि जाँदाखेरि टुप्पा गएर के भयो तपाईँको, अब चाहिँ लो क्यापहरू होइन, अब हाई क्यापहरू सेटल भयो। लो क्यापहरू 1 मिनटमा चल्न थाल्ने, म्यानिपुलेटेड स्टकहरू चल्न थाल्यो भने अब फेरि माथि के भयो, खतरा भयो है। यो प्याटर्न थाहा हुन्छ क्या हजुरले। हरेक दिनको हेर्नुहोस् त। अब यति हेर्ने जाँगर नभएको त सेयर मार्केट छोडिदिनुहोस्। तपाईँ त बेकार, त ल्यापटपलाई पनि दुःख, तपाईँको आँखालाई पनि दुःख, त्यो दिमागलाई पनि दुःख, कमाएको स्यालेरी पनि दुःख, घर परिवारलाई पनि दुःख। छोडिदिनुहोस् सिधै है। दुनियाँ यो मार्केट मात्र होइन। तर जसले अलिकति रिसर्च गर्न सक्छ, जसले अलिकति मैले भनेको कुरा अलिकति सिरियसली लिन सक्छ, त्यसको लागि चाहिँ के भयो, हरेक दिन यो कुरा नेप्से कसरी घटिरहेको छ, कसरी बढिरहेको छ, अल्लाह प्याटर्न ठ्याक्कै थाहा हुन्छ। ल ग्यारेन्टी प्याटर्न थाहा हुन्छ है। राम्रोसँग बुझ्नुहोस्। त्यो भइसकेपछि के भयो, हामीलाई यो ओभरअल यो मुभमेन्टहरू के हो भन्ने कुरा पनि थाहा हुन्छ। त्यसरी चाहिँ हामीले के गर्नु पर्यो, नेप्सेमा एनालाइसिस गरेर। अब यति भइसकेपछि अब स्टक्सहरू कस्तो हेर्ने त। अब त्यही हामीले भने जस्तो प्याटर्नमा भएको स्टक्सहरू जसको हिस्ट्री राम्रो छ, त्यो स्टकको स्पेसिफिक हिस्ट्री राम्रो छ, त्यस्तो खालको स्टक्सहरूलाई हामी मध्यनजर गरेर अनि त्यसपछि नेप्सीको मुभमेन्ट रियल हो भन्ने हामीलाई थाहा भइहाल्छ। यति यो 4-5वटा क्यान्डल तल आएको हेरिसकेँ होइन। अनि ठ्याक्कै यो अब तपाईँको जोनहरू पनि हेर्नु पऱ्यो होइन, कुन जोनमा आएर बसेको छ, कतिको स्ट्रगल गरेको छ, तिनीहरू हेरेपछि साइकोलोजी, मार्केट साइकोलोजी बुझ्या छ। अनि बाहिरीको बायस पनि हेर्नु पऱ्यो होइन। बायसहरू ठिक छ भने अनि बल्ल अनि आफ्नो कुन स्टक हो प्याटर्न वाइज। फेरि यो अहिले हामीले जुन हेऱ्यौँ 3टा स्टक, यो चाहिँ जस्ट एउटा नेप्सीको मुभमेन्ट चाहिँ रियल हो कि फेक हो मात्रै हेरेको। त्यो स्टक त फेरि त्यही स्टक चाहिँ भोलि घट्न सक्ने हुनसक्छ। फेरि त्यही भएर हामीले हेर्ने भनेको स्टक भनेको जुन डिस्काउन्ट जोनमा आएको छ होइन, त्यही टर्नओभरबाटै झिक्ने स्टकहरू छ। तर डिस्काउन्ट जोनमा आएको, भोल्युम 20 भन्दा तल भएको
है ब्रोकर होल्डिङ डिस्काउन्ट भन्दा मुनिको रातो क्यान्डलहरुमा एकुमुलेसन बढी भएको यस्ता स्ट्रक्चर चाहिँ हामीले हेरेर मार्केटमा एक्ट गर्न सक्छौं। ल यति भन्दै मैले यो चाहिँ सेक्टरमा पनि हेर्न सकिन्छ है। ल यति भन्दै मैले आजको भिडियो यही टुङ्गाएँ। धन्यवाद।